होइन के भएको बुढो दबाई यस्तो घाम चर्को छ बाहिर त्यो विन्ड प्रुफ ज्याकेट लाएर किन हिँडेको गर्मी हुँदैन त्यसले भनेको तिमीलाई भन्न सजिलो छ मान्छे उसै त काले अनि त्यसमाथि यतातिर जम्मै डढेर यस्तो डढेर देखाउन हिँड्न हुँदैन या बुढो तपाईँ पिर नगर्नु न आजभन्दा 5-6 महिना अगाडि पनि मैले युज गरेको थिएँ नि हाम्रो हेटौडाकै ह्यान्डमेड सप भनेर हो उहाँहरूसँग चाहिँ हजुरको जस्तो समस्याको लागि पनि सपहरू पाइन्छ म त्यहीँबाट अर्डर गरिदिन्छु नि हुन्छ अर्डर गरिहाल नि त ल यो साबुनले चाहिँ 7 दिनमा मेरो गर्दनमा र पाखुरामा रहेको कालो दागहरू चाहिँ जुन घामबाट डढेको हुन्छ त्यसलाई चाहिँ एकदमै राम्रो गरेको छ यो चाहिँ नौराको नेचुरल ह्यान्डमेड सप हो जुन चाहिँ स्याफरन र टर्मेरिकबाट बनेको छ र यसले चाहिँ लाइटनिङ र ब्राइटनिङ गर्ने काम गर्दछ स्किनलाई यो चाहिँ बजारमा पाइने अरू साबुनहरू जस्तो होइन यसमा प्रयोग गरिएको स्याफरन र टर्मेरिकले चाहिँ हाम्रो डेड सेलहरू हुन्छ नि त्यसलाई चाहिँ रिपेयर गरेर ब्राइटनिङ बनाउने काम गर्दछ यसमा स्याफरन र टर्मेरिक बाहेक एक्स्ट्रा भर्जिन कोकोनट ओइल अलिभ ओइलहरूदेखि लिएर धेरै कुराको सम्मिश्रण छ जसले चाहिँ हाम्रो स्किनलाई मोइस्चराइजिङ राख्नेदेखि लिएर एकदमै लाइटनिङ गर्ने काम गर्दछ यसको नेचुरल स्मेलले हजुरलाई एकदमै रिफ्रेसिङ राख्न मद्दत गर्दछ र यो दराजमा पनि पाइन्छ हेटौडाको उत्पादन हो मलाई त एकदमै मन पर्यो हजुरहरूलाई पनि यो प्रयोग गर्नलाई रिकमेन्ड गर्दछु